अटोले सिधा हामीलाई यहीँ ल्याइदिन्छ। यहाँबाट जाने कि मलाई थाहा छ किन आएको छु यार। आतिने ठाउँमा आतिने माथि डाँडामा जाने हो हेर्नुहोस्। त्यहाँबाट यो यति नजिक कहाँ वहाँ माथि हो। यो त मन्दिर होइन नि हो यसो युनियन मन्दिर हो होइन माथि हो। नहीं 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 घोड़ा क्या घोड़ा ले चुके हैं। हाँ जी हाँ ले चुके घोड़ा के घोड़ा घाँटीमा नलगाउने हुन्छ क्या हो यार। सुन्ना छैन नि कसैले नि। नहीं 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 हेर्नुहोस् हाम्रो यात्रा अहिले जारी नै छ। अहिले अटोमा छौँ हामी। नहीं नहीं कस्तो लागिरहेछ यात्रा? एकदम राम्रो 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 भन्दैन नि राम्रो भन्दैन किनेमा हो नि बाँध्ने। हेर्नुहोस् सुन्दर बाँध्ने छन् मेरो हो 30 हेर्नुहोस् दर्शन गर्ने जाने छन् आउने छन्। हेर्नु त यहाँ बच्चाहरूको हेर्नुहोस् छोराले खेलिँदैछ। हेर त जय माता दी भन्न। अब हेर्नुहोस् मन्दिर हो त्यहाँबाट अब चढाइ गर्ने हामीले। अब हामी हेर्नुहोस् लाग्यो वैष्णोदेवी मन्दिर हो। हेर्नुहोस् वो मन्दिर हो यहीँ चढ्ने हो। ए ओए जय माता दी भन्न। हेर्नुहोस् नहीं नहीं हो गया ओके। यहाँबाट जाने हो। ल जाने कताबाट हो यार? हेर्नुहोस् अब हामी यहाँसम्म आइसक्यो। अब माथि चढ्न लाग्छौँ दर्शनको लागि। हो जय माता दी। नहीं नहीं हेर्नुहोस् हाम्रो यात्रा जारी नै छ। जय माता की। हेर्नुहोस् हाम्रो यात्रा जारी नै छ। अहिले हामी तलै छौँ। एकछिनपछि हेर्नुहोस् यहाँ प्रसादहरू पाइन्छ। त आउने छन् हेर्नुहोस्। ए यो फोटो खिच्ने ठाउँ यहाँ हेर्न सक्नुहुन्छ।
घोडा अहिले उकालो लाग्दैछौँ हामीहरू वैष्णोदेवीको दर्शनको लागि। अहिले हामी अलिकति 1 घन्टा पुगिसक्यौँ। हेर्नुहोस् ओ मान्छेहरू आइरहेछन्। हेर्नु साथीहरू हाम्रो यात्रा जारी नै छ। यहाँ जय माता दी, जय माता दी, जय माता दी, जय माता दी। ओए यता हेर जय माता दी, जय माता दी, जय माता दी। यता बोले यता यात्रा जारी नै छ। अहिले हामी आधा बाटो नि आइपुगेको छैनौँ। ए माता रानीजीले शक्ति दिनुभएको छ हिँड्ने। हेर्नुहोस् हो बुढी दिदी छोरा अगाडि हिँडिरहेछन् हो। छोराले ऊ झोला बोकेछ। हेर्नुहोस् यहाँ पानी भर्न लाग्छन्। ऊ पानी भर्न लाग्छ। जय माता दी भन। हजुर खै आधी चढाइ गरिसक्यो। आधी चढाइ अझै बाँकी छ। जय माता की भन्दै हिँड्दै गएछौँ। माताले यहाँ शक्ति दिनुभएको छ हामीलाई हिँड्ने। हेर्नुहोस् माताले शक्ति दिनुभएको छ क्या। जय माता की भन त। दिदीले भन्नुभएको छ। सबै थाकेर यहाँ आउँदैछन्। ल हाम्रो यात्रा जारी नै छ। हेर्नुहोस् हो जय माता की भन। हेर्नुहोस् कालो लागि नै छ वैष्णोदेवी मन्दिरको। हेर्नुहोस् हो हेर्नुहोस् हामी वहाँ तलबाट आएको। हेर्नुहोस् हो ल हिँड। जय माता की। फेरि मागिस्। जय माता की। हाम्रो यात्रा जारी नै छ। अब हामी अलि माथि आइयो। हेर्नुहोस् हो जय माता की। तल झरिरहेछन्। छोरा यहाँ बसेको छ। एउटा यहाँ बसेको छ। बुढी अगाडि गइसके। जाम 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 एउटा। ल ल ल ल पानी खाऊँ ल। हेर्नुहोस् ल ल ल अब लाग्यो। एकछिन आराम गरेर अब फेरि यात्रातिर लाग्यो। हेर्नुहोस् हाम्रो यात्रा हेर्नुहोस् हाम्रो यात्रा जारी नै छ। हेर्नु साथीहरू हामी यहाँसम्म आइसक्यो। वहाँ तलबाट यति टाढा आइसक्यो। अब मलाई लाग्छ पुग्न थाल्यो। हेर्नुहोस् यहाँ मान्छेहरू आराम गरिरहेछन्। यहाँ बच्चाहरूको खानपिन जारी छ है। हेर्नुहोस् हेर्नुहोस् अब हाम्रो यात्रा फेरि एकछिनको आरामपछि सुरु हुन थाल्यो। हेर्नुहोस् साथीहरू एकछिन यहाँ विश्राम गरेको आराम गरेको फेरि सुरु भयो हाम्रो यात्रा।
हेर्नु साथीहरू यो पहाड हामीलाई वहाँ माथिसम्म पुग्नुपर्छ अहिले हामी यहाँसम्म आइएछ हो आऊ तिमी हिँड 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 ओए यहाँसम्म आइसक्यो है अझै कति टाढा छ थाहा छैन के खाने अघि भर्खर त खाएको हेर्नुहोस् यो सबै खाना होटलहरू रेस्टुरेन्टहरू यहाँ खाना खाने ठाउँ हो यो सबै हेर्न सक्नुहुन्छ हो सब यो खाना खाने ठाउँ तलबाट आउँदैछन् हाम्रो यात्रा जारी नै छ हेर्नुहोस् यहाँसम्म आइपुगेछ मान्छेहरू यो आराम गर्ने ठाउँ हो यहाँ होटलहरू खानलाई हेर्नुहोस् कस्तो भिड छ हेर्नुहोस् कता हो क्लासरुम होइन होला यता हो यता माथि हेर्ने साथीहरू हामी यहाँसम्म पुग्यो अब आधा घन्टा छ वैष्णोदेवी माता मन्दिर पुग्न त्यही भएर सबै जोसमा आइरहेछन् यहाँ अघि थाकेर हल्लुर टाइट भएको थियो अब जोसमा आइरहेछन् हेर्नुहोस् यहाँ दुगिरहेछन् ऊ छोरा नि दुगेर छ अरू त अरू मैले बोकेर हिँडेको थिएँ अघि अहिले आउन लाग्यो भनेको त ऊ दुगुर्न लाग्यो ल एकचोटि सबैले यता हेरेर जय माता कि भनौँ त ल ल पुग्न थाल्यो ऊ हेर्नुहोस् ऊ वैष्णोदेवी माताको मन्दिर देख्यो हेर्नुहोस् ऊ पुग्यो हामी ऊ हेर्नुहोस् पुग्यो हामी ऊ हेर्नु साथीहरू यहाँबाट झन् भ्यू हेर्नु वैष्णोदेवी माताको यस्तो दामी आछ हेर्नुहोस् झन् र हेर्नु साथीहरू हामी भैरव बाबा मन्दिर जान लाग्यौँ वैष्णोदेवी माताको दर्शन गरेर अब भैरव बाबाको दर्शन गर्न जान लाग्छौँ हेर्नुहोस् साथीहरू वैष्णोदेवी माताको दर्शन गरेर अब भैरव बाबा लाग्दैछौँ भैरव बाबाको दर्शन गर्न यहाँ छोराले हेर्नुहोस् कति मजाले बसेको छ हो तानी बस्नु है यसलाई अलि माथि गएर बस्ने हेर्नु साथीहरू यही हो भैरव बाबा मन्दिर आइपुग्यो यो हाम्रो लास्टै यात्राको लास्टै हो अब यहाँदेखि यति नै हाम्रो वैष्णोदेवी माताको अनि भैरव बाबाको यात्रा समाप्त भयो साथीहरू तल घर जान लाग्यो अब हेर्नुहोस् हाम्रो हरिणजीको दर्शन भयो यही हरिण हेर्नु साथीहरू यहाँ पानी परिरहेछ हामी यहाँ अहिले हेर्नु त पानी परेर भाग गरेछन् म त मान्छे पऱ्यो कि भनेको लाग्यो 2 दिनको यात्रापछि अब हामी घर लाग्यो माता वैष्णोदेवीको दर्शन गर्यो अब अहिले 3 बज्न लागेको छ भोलि बिहान 5 बजे पुऱ्याइदिन्छु भनेछ अब हेरौँ के हुन्छ हेर्दै जाऊँ